यहाँहरु सम्पूर्णमा नमस्ते। फेरि पनि नेप्सेको समरीमा नेप्से नाउँमा यहाँहरूलाई स्वागत छ। सर्वप्रथम सिडिएससी को अहिलेसम्म खुलेको आइपिओ करेन्ट इस्यु अपडेटको बारेमा यहाँहरूलाई जानकारी गराउन चाहन्छु। अहिलेसम्म एमबिएल इक्विटी फन्डको 49,574 जनाले भरिसक्नु भएको छ। अनि नेको इन्स्योरेन्स लिमिटेडको रिजर्भ राइट सेयरमा 25,055 ले भरिसक्नु भएको छ। ओमेगा श्री फार्मास्युटिकल्स लिमिटेडमा चाहिँ 17,25,718 जनाले भरिसक्नु भएको छ। अनि प्योर इनर्जी लिमिटेड रिजर्भ फरेन इम्प्लोइमेन्टमा चाहिँ 53,590 जनाले अप्लाई गरिसक्नु भएको छ। अब हामी नेप्सेको समरीमा जाउँ। आज चाहिँ नेप्से 21.63 अङ्कले घटेर 0.79% घटेर 2714.85 अङ्कमा आइपुगेको छ। आज चाहिँ 32वटा कम्पनी बढेको छ भने 206वटा कम्पनी घटेको छ। 6वटा कम्पनी चाहिँ अनचेन्जको अवस्थामा रहेको छ। आज टप गेनर्समा टप 5 कम्पनीहरूमा एसएलबिएसएल रहेको छ, 8.19% बढेको छ भने बीबीसी 5.34% बढेको छ, आरएसडीसी 4.43% बढेको छ, अप्पर हेवा 4.18% बढेको छ, C30 एमएफ 3.86% चाहिँ बढेको छ। त्यस्तै गरी टप 5 टप लुजर्स कम्पनीमा जेआरडीबीएल 7.91% ले घटेको छ, पिएससीएल 7.33% ले घटेको छ, डब्ल्युएनएलबी 6.63% ले घटेको छ, प्रिन्ट 6.37% ले घटेको छ, एमएलबीएल 5.11% ले चाहिँ घटेको छ। त्यस्तै गरी टप टर्नओभरमा एचआरएल को छ, एमएलबीएल, जिएचएल, एनआरआईसी, जिएमएलआई रहेको छ। त्यस्तै गरी टप भोल्युममा जिएचएल, एमएलबीएल, एचआरएल, एनएमबी 50 अनि युएमएचएल रहेको छ। त्यस्तै गरी टप ट्रान्जेक्सनमा जिएमएलआई, एचआरएल, एमएलबीएल, जिएचएल, एनआरआईसी रहेको छ। त्यस्तै गरी आजको मार्केट समरीमा आज चाहिँ 6,83,63,40,407 रुपियाँको चाहिँ टर्नओभर भएको छ। टोटल ट्रेडेड सेयर चाहिँ 1,39,74,452 भएको छ। टोटल ट्रान्जेक्सन 79,031 भएको छ। टोटल स्क्रिप ट्रेड 316वटा स्टकको भएको छ। त्यस्तै गरी आज टोटल मार्केट क्यापिटलाइजेसन 45 खर्ब 7 अर्ब 88 करोड 68,41,147 भएको छ। त्यस्तै गरी टोटल फ्लोट मार्केट क्यापिटलाइजेसन 15 खर्ब 1 अर्ब 83,71,179 भएको छ। त्यस्तै गरी आजको नेप्सेलाई चार्ट मार्फत एनालाइसिस गर्दाखेरि बोलिङ्गर ब्यान्डको मिडल ब्यान्ड भन्दा तल नै बजार रहेको छ। त्यस्तै गरी पिभोट टेबलको S1 भन्दा माथि सपोर्ट 1 भन्दा माथि चाहिँ गएर बजार क्लोजिङ भएको छ। पी भन्दा पनि तलै छ बजार चाहिँ। त्यस्तै गरी मुभिङ एभरेजको हेर्दाखेरि यो लाइनलाई चाहिँ टच गरेर 2690 लाई चाहिँ टेस्ट गरेर बजार फर्किएको देख्न सकिन्छ। त्यस्तै गरी इचिमोका क्लाउडले बुलिस जोनमै बजारलाई देखाइरहेको छ अहिले पनि। त्यस्तै गरी सारले बेरिस ट्रेन्डमा गइसकेको देखाएको छ। सुपर ट्रेन्डले पनि बेरिस जोनमा गएको देखाइरहेको छ। यो मैले डेली चार्टलाई चाहिँ एनालाइसिस गरेर देखाइरहेको छु। त्यस्तै गरी एमए क्रसले बुलिस जोनमै देखाइरहेको छ, तर दुईटा रेखाको चाहिँ डिस्टेन्स चाहिँ सागुरिँदै गएको देखाएको छ। 926 को एमएलाई मैले यो चार्टमा देखाएको छु। त्यस्तै गरी 926 की एमए क्रसलाई हेर्दाखेरि यसको डिस्टेन्स रेड र ग्रिनको लाइनको डिस्टेन्स चाहिँ धेरै साँघुरो भइसकेको छ। बजारले केही अब नयाँ मोड लिन खोजेको हो कि भनेर देखाउन खोजेको छ, अथवा यो बेरिस जोनमा जान खोजेको हो कि भनेर देखाउन खोजेको छ। अबको दिनमा बजारले नै डिसाइड गर्ला। त्यस्तै गरी म्याकडीले बेरिस क्रसओभर देखाएर बजार तल गइरहेको देखाएको छ भने हिस्टोग्राम 0 भन्दा तलपट्टि नै रेड बनिसकेको छ। त्यस्तै गरी आरएसआई 44.49 मा रहेको छ, एमएफआई 46.85 मा रहेको छ भने स्टकको चाहिँ अहिले 13 र 10 मा रहेको छ। यसले चाहिँ बुलिस क्रसओभर दिन खोजेको हो कि जस्तो देखाएको छ भन्दै यति भन्दै आजको नेप्से नाउमा
नेप्सी समरी यति नै जानकारी गराउँदै बिदा हुन चाहन्छु। हस्त धन्यवाद।